सो गाइस वेलकम टु माई न्यू भ्लगमा। आज चाहिँ हामी जाँदैछौँ पौडी खेल्न। अस्ति नै गर्थेँ त्यही आज चाहिँ मेरो क्रस भयो बस्नु देख्न सक्नुहुन्छ हाम्रो केनन कमल विशिमाललाई। हाम्रो चाहिँ यहाँ आज चाहिँ हल्का मजा आउँछ। फाइनली गाइस हामी चाहिँ अब खोला आइसकेको छौँ ट्याक गरेर। यहाँ देख्न सक्नुहुन्छ धेरैजना यहाँ पौडी खेलिरहनु तल चाहिँ हाम्रो चाहिँ त्यहाँबाट क्यानन अब बाइक लिएर आउँदैछ। हेर्नु सक्नुहुन्छ है राइडरै हो नि। ए रोक 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 मलाई पनि बसाल त्यहाँसम्म रोक 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 रोक। यस्तै छोडिदिन्छ हामीलाई। हेर्नु गाइस अब ट्याक गरेर हामी चाहिँ ड्रेस चेन्ज गरेर पौडी खेल्छौँ है एकछिन पछि चाहिँ। अघि नै रोक भने ओ यहाँ रोक्छ। ल चलो हाम्रो चाहिँ यो स्विमिङ पार्क हो यहाँनिर। हामी त्यहाँ खेल्दैनौँ कि हामी आफ्नै बगानमा जान्छौँ। यहाँ छैनन्। हामी चाहिँ हेर्नु पानी कस्तो कालो कालो निलो निलो छ, गहिरो हुन्छ यस्तो पानी। अब ट्याक भएर हामी चाहिँ पानीमा जान्छौँ। हेर्नु होला है फोटो भइहाल्छ हल्का। हाम्रो चाहिँ मूल पनि जागा छ। के मूल यहाँ छ। ल अब हामी ट्याक्क पानीमा जान्छौँ है एकछिन पछि। फाइनली हामी चाहिँ नुहाएर सकिएको। अब चाहिँ हामी घरतिर चलिदिएको यस्तै होइन। र हामी चाहिँ एकछिन ड्रेस चेन्ज गर्छौँ है। कौन खेल रहा है अरे। हामी चाहिँ नुहाई धुवाई गरेपछि चाहिँ हामी एउटा खतरा ठाउँमा जाँदैछौँ। कुन ठाउँ भनेपछि त्यो चाहिँ एकछिनमै देखिहाल्छ होइन। कुन ठाउँ भनेपछि टुङटुङ ट्याउ ठाउँ हो यो झुलुङ्गे पुल। हवा क्या नजरा है। अहिले त के छ र अब हल्का अगाडि देखिन्छ नजरा त। हेलो सो गाइस हामी आ रहा है कर्णाली को पुलमा। ये खत्रै पुल छ। यही पानी जान्छ होला अघि हामी नुहाउनु गएको ठाउँमा। 500 रहन्छ। अब बर्खामा छ होला भयङ्कर खतरा। हाम्रो ड्राइभर यहाँ हुनुहुन्छ क्रस फायरको। हल्लिन्छ कि नै। र अब हामी चाहिँ घरतिर जान्छौँ। ऊ त्यहाँ हेर्नु एउटा काका भन्ने डाँका माछा मारिरहेछन्। हामी जाऊँ धेरै बस्ने नै ढिलो हुन्छ। गर्दैछ डिगियामा राज 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 चुप्लाक भाइ तेरो मुख बनाइदिन्छु खरानीको धुलो जस्तो।